अरुण त लडेर मरेछ यार। हेलो गाइज वेलकम टु माई ब्लग होइन। आज चाहिँ हामी फेरि खेल्न गइरहेको छौँ। हामी सधैँ खेल्न जान्छौँ। अनि आज चाहिँ बाटो अलिक सफा रहेछ होइन, पानी पऱ्यो मौसम बब्बा भयो होइन, सक्नुहुन्छ है। त्यसलाई कुकुरले नभए दुःख त्यसले पाउँछ होइन। दिवान हो यो हाई भन्दै ए त्यसपछि BMW कावासाकी S2 हेर्नुहोस् है गाइज, म तपाईँहरू कावासाकी S2 देखाउँछु। बाटो हेर्नु क्या अब आकाश हेर्नु क्या खतरा देखा कि एकदम क्लिन देखा क्या आज चाहिँ। बढी भने चाहिँ बब्बा लाउँछ होला होइन। को त्यही जस्तो यो चाहिँ कालो छैन, पानी पनि सक्छ टोनाहरू जस्तै भयो यार। हामी यो डबल म्यानको घरमा आइसकेका छौँ होइन। यो चोक चाहिँ लास्ट डरा जानुमा त डबल म्यान यसले मारिन्छ होला माथि राखेको कि त्यसलाई स्ट्रिट हो नि त। हामीले भित्राउनु साथी कहाँ हुन्छ थाहा हुन्छ ब्लगमा नकारा न टिट गर्नुपर्छ। अङ्कलहरूले क्या म्याथ गर्नुहुन्छ गाई माथि हेर्दै तरबाट बाउ गरेर अर्को आयो अगाडिबाट एउटा खर्च आएको कुरा आयो क्या नआइदिएर ए पिआइपीलाई बोलाउनै बिर्सेछ लाल होइन आउँछ के त्यहीँ त नि खाने चाहिँ खाना नि 15 मिनटमा आएछ 5 मिनट आउँछ त्यो अल्छी गरेर 15 मिनट के बोल्ने कुरा केही छैन गाइज। अब खेल्ने हो त्यही हो। अरुण त लडेर मरेछ यार। मर्यो भरेको मैले लडेँ ए हामीले सरा पेरा हो भाइ, त्यसलाई खेल्न नआयो सरा पेरा त्यसलाई खेल्न नआयो लडायो क्या त्यो त। सब फुटेछ मुखै पिटेर पठाए जस्तो भयो। आइसको घर पनि आइसक्यो। पहिला आइस खरको गर्छौँ त्यसो आइस टेस्ट गर्छौँ। त्यसको घर घरमा त्यसलाई ओभरगङ स्टाइल हान्नुपर्छ। आयो सादा आइसको घरमा कोही छैन हेर्नु गाइस। ल गरे आइस खै कहाँ बाहिर गयो। आइस टेस्ट घरमा छ कि हेर्नु चाहिँ गइरहेको छौँ होइन। हेर्नु गाइस भगवान से डर बेटा भगवान से डर। बात नै गाह्रो यहाँ त अक्सिजन लिन पनि गाह्रो परिछ मलाई त। अक्सिजन लिन गाह्रो पऱ्यो भने होइन यहाँ गाइज मसुरी त दिबे नाना यसकै पूर्वज छले त्यहाँ होला। मैले ल्याएँ कि त्यसो पूर्जा फेरि होइन कुरा गरिहाल्छ क्या। आयोस् आयोस् करान मेरो घोग्रो सुकेको क्या। जोइन नगर्नु होला हामीलाई, हामी एकदम अपरिचित भाषाहरूको प्रयोग गर्छौँ। सबभन्दा बढी चाहिँ यो एमसीले गर्छ। एमसी माइनक्राफ्ट प्लेयर है, अरू केही होइन। खतरा माइनक्राफ्ट त्यो ब्याग्ने हिरो इस भन्छु तँलाई त। ल गाइज अब टाइम ल्याप्स हेर्नु होला। ल गाइज खेल्दा खेल्दा मेरो अनुहार हेर्नु होला पसिना भइसक्यो। दिव्यान आएर त्यो आइस खेल्दा बल हुँदामा झारीमा फ्याल्दै त्यहाँ फेरि म्यान भएपछि वाइल्डको झारी छ कि गाइज। बिहे कसको बिहे जानु भित्र छिर्न बाटो खाली पारिदियो हामीले।
जान्छ सिलाकी मलाई जानु त कोही नसिने क्या अहिले मलाई पिटेर मारिदिन्छु यहाँ चाहिँ मुला बल कहाँ जान्छ त्यहाँभित्र त्यत्रो ठाउँ बनाएको छैन हामीले यो सब फाडेर चारो छिरा राखेर गाई हामी त गाई जङ्गलमा फालिदियो खुट्टै काट्दै यत्रो नि नआउँदा मलाई छेउछाउ नि पर्दैन अब त खेलेर म त यस्तै गर्छ मलाई जहिले झारीमा फालिदिन्छ उसको गर्लफ्रेन्ड नाम चाहिँ लिजा होइन दिव्यानको कोही छैन मेरो पनि कोही छैन है सपनाको दुनियाँ गाइस आजको लागि चाहिँ बाई